त्यो गुच्छा लिएर आउँदैन नमस्कार ह्याप्पी एनिभर्सरी यसो बाहिर पनि आउनु त हजुरहरू आमालाई कस्तो छ अहिले एनिभर्सरीको शुभकामना अनि यो हजुरहरूलाई गिफ्ट छोराले पठाउनु छ कुन छोराले पठाउनु भयो होला हजुरलाई ठुला छोराले पठाउनु भयो एकदम मिलाउनु भयो हजुरहरूले अनि हजुरलाई छोराले भाडा सम्झेर चाहिँ नि यो गिफ्ट पठाउनु भएको छ मम्मीलाई कपडा धुनलाई सजिलो होस् भनेर हजुर के होला के साना दिन पर्ने अनि यो के होला भयो